दामी, एकदमै दामी अनि हुन्छ बवाल। हो, आजको मौसम एकदम बवाल थियो। स्पाइडरम्यान हेर्न जाँदा एकदम मजा आयो किनकि मौसम चिल थियो। अनि हामी मुभीको कुरा ल आउनुहोस् आज सुरु गरौँ स्पाइडरम्यान ब्रान्ड न्यू डे कस्तो थियो त यो भिडियोमा। मार्बलको फ्यान त्यसमाथि स्पाइडरम्यानको फ्यान नहुने त सायद कमै हुनुहुन्छ होला। स्पाइडरम्यान वान अफ द टप रेटिङ मार्बल क्यारेक्टर हो, सबैलाई मन नै पर्छ। हो अनि तपाईँको यही क्रेजको कारणले गर्दाखेरि आज बिहानको सोहरू पनि पुरै ब्याक, हिजोको पनि त्यस्तै थियो, अस्तिको पनि त्यस्तै थियो होइन। बिहान तपाईँको 7 बजे 8 बजे 10 बजेका सोहरू पनि अलमोस्ट सबै ब्याक नै थियो। अब कुरा गरौँ मुभीको। यहाँभित्र मैले तपाईँहरूलाई स्पोइलरहरू पनि दिन सक्छु। अनि तपाईँहरूले मुभी हेर्नुभएको छैन भने यसलाई स्किप गरिदिनु, तपाईँहरू गएर मुभी हेर्नु अनि आउनु। र तपाईँहरूले यदि होइन चल्छ यदि सुन्छु भन्नुहुन्छ भने तपाईँहरू सुन्नुहोस् है। म धेरै स्पोइलर त दिन्न तर मैले तपाईँहरूलाई रिभ्यू चाहिँ दिन्छु। स्पाइडरम्यानको अरू मुभीहरूको कम्पेरिजनमा यो मुभी तपाईँको त्यति हाई खेल्दैन। यो मुभी तपाईँको बेलो नै खेल्छ होइन। अब तपाईँहरूलाई चाहिँ कतै कता चाहिँ स्पाइडरम्यान 2 हाम्रो चाहिँ टोबीको स्पाइडरम्यान 2 हेरिरहनु भएको छ कि जस्तो लाग्छ तपाईँहरूलाई। तपाईँहरूलाई सबैलाई थाहा छ स्पाइडरम्यान लास्टमा चाहिँ उसले सबैलाई बिर्सिसकेका थिए, स्पाइडरम्यानलाई कसैले पनि चिन्दैन। यो मुभीले चाहिँ मेन चाहिँ उसले चाहिँ कसरी सर्भाइभ गरिरहेको छ, उसलाई कसैले चिन्ने नचिन्दा पनि उसले कसरी सर्भाइभ गरिरहेको छ, उसको भित्र के चलिरहेको छ, स्पाइडरको कस्तो कस्तो फेज हुन्छ, के फेजहरू भइरहेको छ, के चेन्जहरू भइरहेको छ त्यतातिर बढी फोकस गर्छ। अब यो फिल्मको भिलेन पनि तपाईँले हेर्नुहोस् न, तपाईँले हेरेर भन्नुहोस् सबै कुरा मैले के भनौँ होइन। अब ठिकै छ त्यति, अब ट्रेलरमा त्यति रिभिल भएको छैन होइन। अब तपाईँहरूलाई कस्तो लाग्छ त है त, अब गएर हेर्नुहोस् या हेरिसक्नु भयो भने कस्तो लागेको थियो आउनुहोस् कमेन्ट गर्नुहोस् है त। हस्, थ्याङ्क यू फर वाचिङ।